डेडिकेसन लेभल हेर्नु एकदम सकेको आजबाट चाहिँ हाम्रो ब्लक एक्जाम सुरु हुँदैछ। फर्स्ट टाइम हामी एक्जाम दिनेवाला छौँ। युनिभर्सिटीको कस्तो भइरहेछ भन त तिमीहरूलाई। पुरै एकदम रट्टा मार्दैछन्। म चाहिँ हेरिरहेको सब रट्टा मार्दैछन्। म केही नपढी आइरहेको छु है साथीहरू। ओइ उता हेर कसरी उता। ओ माई गड। अझ पछाडिको सिन हेर्नु। माहौल एकदम तातो छ साथीहरू। कसैको भाइबा छ, कसैको थ्योरी छ। ओ माई गड। धेरै नपढ। कति पढेको? All my friends are toxic. तिमीले त रातभर पढ्यौ होला। रातभर म पढिरहेको थिएँ। तिमी त मेरो अगाडि होइन। म फर्स्ट बेन्च कसरी? 1 देखि 25 सम्म एउटा बेन्चमा अनि 26 देखि अर्को साइड। ए भन्छ म थर्ड बेन्च। मिलेर लेख्नुपर्छ। एकदम एमसीक्यू पुरै सिकाउनु पर्छ। ल पढ्दा पढ्दै भर्खर आउनुभयो। हेलो वेलकम। सक्यो एक्जाम। राम्रो भयो कि नराम्रो कस्तो भयो नै थाहा छैन। लेख्न चाहिँ सबैमा कपी भएर यसरी भरेर आयो। राइट लेख्यो कि रङ लेख्यो के लेख्यो खै। फर्स्ट एक्जाम, फर्स्ट एक्सपिरियन्स। ओ माई गड डर लाग्दो भयो। तिम्रो कस्तो भयो रिमा? ठिकै भयो। इजी आएको थियो अरे। इजी होइन रिपिटेड। अरू टर्ममा रिपिटेड जस्तो थियो नि। यो सेसनमा नयाँ थियो सबै। एक्जाम सक्यो। पोस्ट एक्जाम भाइब। हाई कस्तो भयो एक्जाम? कस्तो भयो एक्जाम? तिम्रो कस्तो भयो? यस्तै हालिदिन्छु झन् यस्तै हालिदिन्छु। The next day. कस्तो भयो तिम्रो एक्जाम प्रिपरेसन? कस्तो भयो अस्ति तिनटाकोमा? तिनटामा आज तिनटामा एउटा कुनमा? माइक्रो फार्मा पास हुन्छु। अब हेरौँ क्वेसन हेरेर थाहा पाउँछ के छ बनाउँछ भनेर। अब आफ्टर यो त बिफोर एक्जाम भयो। आफ्टर एक्जाम अब लाइक शिवम भी लाइक मेरे तो एल लग गए। तिम्रो कस्तो भयो क्रिस? तिम्रो अस्तिमा पास हुन्छ? अब हेरौँ। म त सेकेन्ड बेन्चमा रहेछु। ओइ कुन रोल नम्बर? मेरो 26 हो नि त। म थर्डमा होला त्यसो भए। हैन फोर्थमा होला तिमी। 26 27 28 हो नि त म। अनि म यहाँ 25 सुरुमा होला। ए 26 होला म सेकेन्डमा। थर्डमा तिम्रो के अरे यताउति इफ मलाई प्रियङ्काले देखायो भने म तिनटामा पास हुन्छु। तिम्रो ठिकै जान्छ पढाइ। ठिकै जान्छ तर फेल हुन्छ। इफ मलाई होइन यो साथीले देखायो भने म तिनटामा पास हुन्छु। न त म फेल हुन्छु। किनभने हिजो अस्तिको उसको एन्सर हेरेर म साइको भयो क्या। हो त्यस्तो लेखेछ? तिमी श्वेता के त तिम्रो भन न। मेरो थाहा छैन। म त तिम्रो भरमा एक्जाम दिन आएको। गजब बेइज्जती है। फेल हुने हो आज फर्स्ट टाइम। अब फेल हुने एक्सपिरियन्स गर्ने हो। सकेको अवस्था छ। कस्तो भयो एक्जाम? एडिट कसले गर्यो?
तिम्रो एक्जाम कस्तो भयो तिम्रो एक्जाम कस्तो भयो 2000 years later. बिफोर भाइबा इन्भाइरोमेन्ट सुरुमा के भन्छ भाइबा दिने मै होइन यिनीहरूले धेरै पढेछ कि यिनीहरूले धेरै पढ्छ सर म्यामलाई गएर मुड बिगारिदिन्छु अनि यिनीहरूको त्यो भाइबामा सिधै त्यस्तो गर्न पाइँदैन है होइन त्यस्तो गर्न डेडिकेसन लेभल हेर्नु डेडिकेसन लेभल हेर्नु यहाँ हाम्रो सिआरलाई यो यस्तो साथी छन् कि यसले मलाई रातभरि भने कि नपढ्नलाई होइन रातभरि पढ्नलाई भनेन होइन अनि मैले पढिनँ साथीको भर गरेर तर यो मान्छेले आज आएर सब एन्सर दिइरहेछ अब यो मान्छेसँग 5 वर्ष पढ्नु डर लाग्यो लगमा आयो भने आयो स्योर आयो रचना स्योर आयो के लागिरहेछ भाइबामा पास चाहिन्छ पास त भइन्छ तर तलबाट होला जस्तो लाग्यो उसको जानकारी अनुसार उसको नाम आउँछ तर लिस्टभन्दा बाहिर आउँछ अब अर्कोलाई सोध्यौँ हाम्रो श्रीयुक्त पौडेल धेरै पढ्नु भएको सिआरसी मै हो रिजल्ट निकालिदिने हजुरले कति पढ्नु भएको होइन जति पढे नि हामीले गएर सरको मुड बिगारिदिन्छौँ अब जति पढे नि तिनीहरू खाएको हामी फेल भएपछि सबैजना फेल हुने के छ त्यसमा तपाईँको धारणा लिरिक्स नै मिलेन अब हाम्रो कोन्डा रेड्डीलाई सोध्छौँ ल सर हजुरले कति पढ्नु भएको अब यति पढेछ कि सरले भन्यो भने पैसा भयो अब गाडी खाएछ भने ऊ चाहिँ मेरो जुट्टी हो किनभने उसलाई म 12 बजे राति चिया खान बोलाउँदा पनि आउँछ तर ऊ चाहिँ कतारमा उसले मलाई रातभरि भन्यो कि नपढे साथी म पनि पढ्दिनँ भनेर आज बिहान आएर अब हाम्रो जो च्यानलको ओनर छ उसको इन्टरभ्यू कस्तो प्रिपेरेसन छ जति पनि प्रिपेरेसन भयो नि सर म्याडमको मुड बिगारिदिरहेको छौँ हामीले ल अब उसको होइन आफ्टर बिफोर भाइबा र आफ्टर भाइबा हेर्नु होला अहिले चाहिँ बिफोर भाइबा छ भाइबा पछि अर्को पूजा आउँछ तबतकले सावधान रहेछ बिफोर भाइबा खुसी छु किनकि 3 जना लाउँछ हामी ग्रुपमा अनि हामी 3 जनाले के आउँदैन म मात्र गाली खाने हुँदिन तिम्रो ग्रुपमा को हो मेरो ग्रुपमा हेलो गाइस मैले पनि भिडियो बनाउँदै हो तर अहिले बनाउने चाहिँ बलराम अनि म फर्स्टमा हामी फर्स्टमा हो बाइ बाइ रामसँग देऊ थ्यांक यू